उहाँ सपरिवारलाई सुस्वास्थ्य दिलाएको काममा चाहिँ हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। पुरस्कार वितरणको लागि हिसाब तौरतर्फ हामी जाँदैछौँ। अत्यन्तै साना विद्यार्थी भाइ बहिनीहरूको छात्र छात्राहरूको प्रतिभा प्रस्फुटनका कार्यक्रमहरू अगाडि बढेका थिए। धन्यवाद सम्मानकोमा। यसै गरी पुरस्कार वितरणतर्फ हामी अगाडि बढ्दैछौँ। हिसाब तौरतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार यो 3000 प्रायोजन गर्नुभएको छ पानापा जलेका निवासी बेटिना गिरिज्यू, जसमा शिशु जागरण बेटिना गिरिज्यूलाई पुरस्कार वितरणको लागि यस स्टेजमा आमन्त्रण गर्दछु। म हिसाब तौरतर्फको पुरस्कार प्रायोजन गर्ने पानापा जलेका निवासी बेटिना गिरिज्यू उहाँलाई यस स्टेजमा आमन्त्रण गर्दछु। पुरस्कार वितरण गरिदिनुको लागि बेटिना गिरिज्यू र पुरस्कार ग्रहण गरिदिनुहुन शिशु जागरण हामी खरबारेको टिम सहभागी विद्यार्थी भाइ बहिनीहरू एवं शिक्षकज्यूहरूलाई यस स्थानमा आमन्त्रण गर्दछु। तृतीय पुरस्कारको लागि शिशु जागरण भावी खरबारेको टिम। तृतीय पुरस्कार गर्नको लागि शिशु जागरण भावी खरबारेको टिम। हिसाबतर्फ टिकावली शिशु जागरण भावी खरबारेकी टिकावली उहाँको सरलाई अहिले शिक्षामा आमन्त्रण गर्दछु। शिशु जागरणका कोही शिक्षक स्टाफज्यूहरू हुनुहुन्छ भने कृपया आइदिनु होला। यसै गरी हिसाबतर्फ नै द्वितीय पुरस्कार वितरणको लागि बेटिना गिरिज्यूलाई मैले बारेमा यस सिस्टममा पाल्नु होला र पुरस्कार ग्रहण गरिदिनु होला। द्वितीय रहेछ सरी हिसाबतर्फ द्वितीय पुरस्कार ग्रहण गरिदिनुमा अगाडि टिकावली तृतीय पुरस्कार ग्रहण सरलाई मैले यस सिस्टममा आमन्त्रण गर्दछु। द्वितीय पुरस्कारको लागि शिशु जागरण भावी खरबारेको सीता लागि पुरस्कार वितरण गरिदिनुमा म बेटिना गिरिज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु। यस सिस्टममा आमन्त्रण गर्दछु। बेटिना गिरिज्यू हिसाबतर्फको प्रायोजन गर्नुभएको थियो, उहाँले सहयोग पनि गर्नुभएको थियो रु 10,000। यसरी हिसाबतर्फको 3,000 पनि उहाँले सहयोग गर्नुभएको थियो। उहाँलाई यस शिक्षामा हामीले आमन्त्रण गर्दछौँ। टिका लगाइदिन म आजको यस समापन समारोहका विशिष्ट अतिथिज्यूलाई पनि म आग्रह गर्न चाहन्छु। मोहन चन्द्रज्यूलाई सब्जेक्ट प्रदान गरिदिनु होला। यसैगरी द्वितीय हिसाबतर्फको द्वितीय पुरस्कार सीता नागी शिशु जागरण माथि खोरबारे उहाँको खरबारेको शिक्षक स्टाफ सरलाई पनि मैले शिक्षकलाई आमन्त्रण गर्दछु। हार्दिक आभार व्यक्त गर्न चाहन्छु बेटिना गिरिज्यूलाई
उहाँले हिसाब तर्फको प्रायोजन गर्नुभएको कृपया भेटिने गिरिज्यू यहाँ सम्पूर्ण हिसाब तर्फले पुरस्कार वितरण गरिदिनु होला। यसै गरी प्रथम पुरस्कार हिसाब तर्फ निशान ओली जनतापार्टी गुराँसेको निशान ओली कृपया यस स्टेजमा आइदिनु।